नमस्कार। ज्योतिष परामर्शमा तपाईलाई हार्दिक स्वागत छ। प्रान्तिक मित्र ऋषि राणा भट्टका साथ म प्रस्तोता कृष्ण प्रसाद लामिछाने ज्योतिष परामर्शलाई प्रारम्भ गरिरहेका छौं आजको पञ्चाङ्गबाट। आज मिति विक्रम सम्वत 2082 साल पुष महिनाको 11 गते आज शुक्रबार। सिद्धार्थ नामको संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पौष शुक्ल पक्ष, षष्ठी तिथि प्रातः 10:09 सम्म, पूर्वखाडा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा। तदनुसार सन् 2025 डिसेम्बर महिनाको 26 तारिक आज सूर्यले प्रातः 6:54 हुँदैछन् भने सूर्यास्त भने साँझ 5:14 सूर्यास्त हुनेछन्। यो आजको पञ्चाङ्ग पछि लागौं आजको समय तालिकातिर। आज शुक्रबारको समय तालिका रहेको छ 6:50 बाट 8:10 सम्म चर बेला रहनेछ। 8:10 बाट 9:58 सम्म लाभ बेला रहनेछ। 9:28 बाट 10:46 सम्म अमृत बेला रहनेछ। 10:46 बाट 12:04 सम्म काल बेला रहनेछ। 12:04 बाट 1:22 सम्म शुभ समय रहनेछ। 1:22 बाट 2:40 सम्म रोग बेला। 2:40 बाट 3:58 सम्म उद्योग बेला। अपराह्न 3:58 बाट साँझ 5:17 सम्म चर बेला रहनेछ। यो आजको समय तालिका यहाँको माझमा प्रस्तुत गर्दै आज पुसको 11 गते जन्मदिन पर्ने तपाईलाई जन्मदिनको लाख लाख शुभकामना, सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर गति, मन्त्रार्थ सफला सन्तु, पुनः सन्तु मनोरथा, चतुरम बुद्धि विनाशास्तु, मित्रालमोदस्तव। तपाईले आँटेको काम सफल होस्, तपाईको मुखमा सरस्वतीको वास होस्, हात लक्ष्मीको वास होस्। यही कामनाका साथ गाउँले मुलियाको प्रस्तुति ज्योतिष परामर्शमा फेरि पनि तपाईलाई हार्दिक स्वागत नमन गर्दछौँ। तपाईलाई यो कार्यक्रम कस्तो लागिरहेको छ? तपाईका छोरा छोरीको चिना टिप्पण बनाउन पर्यो भने शिष्यमा रहेको ओम शिव पूजा सामग्री पसलमा तपाईँ आउन सक्नुहुनेछ। तपाईको छोरा छोरीको तपाईले जन्म साल, महिना, गते र बजे र स्थान बताइदिनु होला। हामी तपाईका छोरा छोरीको चिना टिप्पण बनाउनेछौँ सुपथ मूल्यमा। र अब लागौं अब आजको राशिफलतिर। मेष राशि। यदि तपाईको मेष राशि छ भने आज मेष राशि हुनेहरूका लागि ठुला बडाको आशीर्वाद र अधुरा काम पनि पूरा हुने योग परिरहेको छ भने लेनदेनमा चलाखो रहनुपर्ने देखिन्छ। वृष राशि। जागिरमा खटपट नहोला भन्न सकिन्न। नयाँ अवसरहरू प्राप्त हुने दिन छन् भने दृढ संकल्प र स्थिरताका लागि कार्यमा अगाडि बढ्नुभयो भने आजको दिन तपाईको फलदायी र भन्ने छ। मिथुन राशि। पुराना कार्यको चर्चा परिचर्चा चल्नेछ। तपाईलाई सबैले प्रशंसा पनि गर्नेछन्। जोश जाँगर र प्रशंसाको सबैले प्रशंसा गर्दा तपाईको मनमा उमङ्ग चाउला। मध्यान्तरपछि भने मातृ चिन्ताले भने सतै नरहला भन्न सकिन्न। आज तपाईलाई पेट सम्बन्धी रोगले सताउने पनि परेको देखिन्छ। कर्कट राशि। अनावश्यक खर्च नहोला भन्न सकिँदैन। भागदौडमा पनि गर्नुपर्ने देखिन्छ भने आत्मविश्वासले कार्यमा सफलता प्राप्त गर्न सक्नुहुनेछ। तर साझेदारी काममा हात नहाल्दा राम्रो हुनेछ। वैदेशिक यात्राको योग पनि देखिन्छ। सिंह राशि। पढाइमा रुचि रहनेछ। नयाँ सिप सिक्ने अवसर पनि मिल्ला। मनोबल बढाउनका लागि तपाईले अरूलाई पनि उत्साहका साथ गराउनुहोला। सन्तानको सुख मिल्नेछ भने दाजुभाइको सहयोगले बिग्रिन लागेको काम पनि सफल बनिनेछ। कन्या राशि। धार्मिक यात्राको योग परेको देखिन्छ। दन्त रोगले सताउला। प्रेममा धोका नहोला भन्न सकिन्न। मिष्टान्न भोजनको योग छ। वैज्ञानिक मार्ग अधुरो रहला। कानुनी सल्लाह लिएर काम गर्न राम्रो होला। तुला राशि। मिहिनेतको फल प्राप्त हुने योग दिन आइरहेका छन्। दिएको धन हात लाउने योग परिरहेको छ। प्रेममा प्रस्ताव आउला। मध्यान्तरपछि भने घरमा घरायसी वस्तुमा धन खर्च हुने योग छ भने मनोरञ्जनमा नि दिन बित्ला। वृश्चिक राशि। पशु पन्छीबाट लाभ होला। प्रियजनसँग टाढिने बेला भइरहेको छ। मनमा यतिको किन नछौला भन्न सकिन्न। सन्तानको चिन्ताले पनि सताउला भने घरमा अतिथिको आगमन पनि हुनेछ र मन प्रसन्न होला। धनु राशि। नयाँ कार्यको खोजी गर्नुहुनेछ। आर्थिक बाटो सबल रहनेछ। व्यापार व्यवसाय मन्दी रहला। जग्गाको कारोबारमा भने तपाईले त्यति राम्रो देखिँदैन। कानुनका लागि भने तपाईले अव्यावहारिक कार्य नगर्दा सतर्क रहन पनि देखिन्छ। मकर राशि। झुटो आरोप आउन सक्छ। पिसाब सम्बन्धी रोगले नसताउला भन्न सकिन्न। मातृ चिन्ता र पारिवारिक चिन्ताले सताउनेछ। व्यापार भने मध्यमै रहला। कुम्भ राशि।
दाम्पत्य सुखमय रहनेछ, न्यायिक मार्ग सफल रहनेछ भने वैज्ञानिक मार्ग अधुरै रहला। शिक्षा क्षेत्रमा सुधार हुनेछ भने जागिरमा भने तपाईँलाई विरोध गर्ने निश्चय नै छन्। अब लागु मीन राशितिर। मीन राशि हुनेका लागि मनोरञ्जनात्मक कार्यमा मन जानेछ। खर्च बढे पनि घरमा नयाँ सामान खरिद गर्दा मनमा प्रसन्नता छाउनेछ। घरमा बालबालिकाको आवाजले तपाईँको मनलाई आनन्दित बनाउने दिन भएर दिन बित्ने नै छ। यो भयो मीन राशि लगायत 12 राशिको फलादेश। हामीले सूर्य र चन्द्रमाको आधारमा फलादेश गरेका छौँ। आजको दिन तपाईँको शुभ रहोस्। जे जस्तो भए पनि तपाईँ कर्म गर्नुहोस्, तपाईँलाई भाग्यले साथ दिनेछ। जहाँ हुनुहुन्छ हेर्दै रहनुहोस्। गाउँले मिडिया। तपाईँको दिन शुभ रहोस्। जय जय ज्योतिष।